हामीलाई मिल्यो धोका है किन भन्दा यो चाहिँ भिडियोमा बनिरहनु होला र अन्तिमसम्म हेरिदिनु होला है। सो हेलो गाइज, वेलकम छ हजुरहरूलाई फेरि पनि मेरो मिनी ब्लगमा है। सबैलाई ह्याप्पी सन्डे है। यो भिडियो चाहिँ सन्डेको है, मैले सन्डेमा हाल्न नपाएर मन्डेको हाल्न लागेको छु है। हामीहरू जाँदै थियो गार्डन है। गार्डन जान लागेको थियो, हामीहरू जुन ठाउँमा जान लागेको थियो त्यो गार्डन बन्द रहेछ। त्यसपछि हामीहरू त्यो ठाउँबाट निस्किएर दोस्रो गार्डनमा जानु अवस्था भयो है हामीहरूलाई। हामीहरू चाहिँ त्यहाँबाट रिक्सामा बसेर हामीहरू गइसकेको थियो दोस्रो गार्डन। यो गार्डनमा हामीहरू आइसकेको थियौँ, आएर पनि गइसकेको थियौँ। त्यसैले फेरि पनि हामीलाई यही गार्डनमा ल्याउनु पऱ्यो हाम्रो छोरीहरूलाई, किनभने हाम्रो छोरीहरू यति रुन लागेको थियो। त्यसैले हामीले सोच्यौँ यहीँ लिएर खेलाइदिन्छौँ आज भनेर हामीहरू यो गार्डनमा आयौँ। मेरो छोरी यति खुसी भइदियो न, हेर्नु न कस्तै दौडी दौडी जान लाग्यो। आफ्नो यो गार्डन त मेरो छोरीको एकदम फेभरेट हो है, किनभने यो गार्डन आउँछ न खुसी भएर खेल्छ। हामीहरू चाहिँ दोस्रो गार्डनबाट यो गार्डनमा पुगिसकेको थियो। ऊ गार्डन बन्द हुनाले आउन बित्तिकै मेरो छोरी झुलामा खेल्न लागिसकी। मेरो छोरी यति खुसी भएर मेरो छोरी झुलामा बसेर खेल्न लागिसक्यो। हेर्न सक्नुहुन्छ यति भिड थियो आज सन्डे हुनाले है गाइज, बहुत भिड थियो। तब पनि मेरो छोरीलाई एउटा मान्छेलाई हटाएर मैले मेरो छोरीलाई बसाइहालेँ खेल्ने। आज बहुत भिड थियो त्यसैले खेल्न पाऊँ। हेर्न सक्नुहुन्छ मेरो छोरी यति राम्रोसित खेलिरहेको थियो। यो गार्डनमा आएपछि मेरो छोरी रुँदा पनि रुँदिनँ, मजाले घर जाने मनै गर्दिनँ यो गार्डनमा आइसकेपछि सायदहरू। सो गाइज त्यसपछि हामीहरू भिडियो सिडियो बनाएर हामी पनि अलिअलि आइसक्यौँ त थोडा भिडियो सिडियो बनाएर हामी जान थाल्यौँ घर, किनभने बेलुकाको 7 बजिसकेको थियो। सो गाइज हामीहरू घर गयौँ। घर गएपछि मेरो बुढाले ल्याउनु भएको थियो पार्सल मेरो छोरीको लागि। मेरो छोरीको पार्सल आइसकेको थियो र पार्सलमा थियो मेरो छोरीको टिभी। मेरो छोरीलाई मेरो बुढाले ल्याइदिनु भएको थियो टिभी, र टिभी ल्याउनु भएको थियो र यति खुसी भइरहेको थिएँ। हेर्न सक्नुहुन्छ घडी माथि चढ्छे, घडी तान्छे, घडी खुलाउन खोज्छे के छ भनेर चाहिँ एकदम बाउ छोरी मिलेर खुलाउन लागेको थिएँ। मेरो छोरी केही पनि चिज आउँछ न घरमा यति खुसी हुन्छ। मेरो छोरी बुढाले खुलाइसक्नु भएको थियो र म खेल्न लागेको थिएँ, देख्न सक्नुहुन्छ। सो फेरि म बिहान गएको थियो मर्निङमा गएर म मर्निङ सर्डिङ गरेँ। मैले रातिको भिडियो बनाइनँ, त्यसैले मैले सिधा बिहानको भिडियो बनाएँ। म मर्निङमा गएर त्यसपछि म घर फर्किँदा त हेर्न सक्नुहुन्छ यति राम्रो परेवाहरू थियो यहाँनिर। फेरि मैले सोचेँ थोडा म भिडियो बनाइदिन्छु भनेर मैले भिडियो बनाएर हजुरहरूलाई देखाउन चाहेँ। त्यसपछि म गएँ, मेरो छोरी चाहिँ उठिसकेकी थिए गाइज। मेरो छोरी उठेर गुड मर्निङ भनेर हेर्न सक्नुहुन्छ। सो गाइज भिडियो मन परेमा लाइक कमेन्ट सेयर गरिदिनु होला र मेरो भिडियोलाई धेरै माया गर्नु होला।